सबैले सहयोग गरिरहनु होला। उहाँलाई म हृदयदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यस्तै अब यो रकम चाहिँ अब म आफै उपस्थित भएको कारणले गर्दा अब मैले चाहिँ एकदम कोसिस गरेर उहाँलाई भेट्न खोजेको हो, किनभने पहिलेदेखि हाम्रो परिचय चिनजान भएको हुनाले उहाँलाई चाहिँ म आफै भेटेर चाहिँ हस्तान्तरण गरौँ भनेर उहाँको घरमै आएर चाहिँ म यो रकम हस्तान्तरण गर्दैछु। यो रकम चाहिँ मेरो छोरी कान्छी छोरी ओसिका चम्लागाईको हातबाट उहाँलाई चाहिँ हस्तान्तरण गर्नको लागि म चाहिँ मेरो छोरीलाई यो रकम दिँदैछु र मेरो छोरीले यो रकम चाहिँ उहाँलाई उहाँको हातमा दिनु है ल, उहाँको हातमा दिनु अनि नमस्कार गर्नु। ओके ल समस्या देखिन्छ नानी देखिनु पर्यो। देखिन्छ सर, देखियो नानीको अनुहार आयो, नानीको फेस आउनु पर्यो यतापट्टि एउटा ल ठिक छ ल। यो रकम चाहिँ अब उहाँलाई ल हस्तान्तरण। ओके नमस्कार गर बाबु। थ्याङ्क यू। उहाँको परिवारको अलिकति परिवारको अवस्था हेर्दा यो नाजुक छ अनि तिम्रो बाबाले धेरैसँग अनुरोध गरेर यो रकम उठाइदिएको हो, कुरो बुझ्यौ। र उहाँलाई अझै पनि कोही मानिस इच्छुक हुनुहुन्छ भने उहाँलाई अझै पनि सहयोग गर्नको लागि हामी अनुरोध पनि गर्दछौँ। सो इच्छाले अब हामी त्यसरी कर काट्ती गर्दैनौँ। कसैले सहयोग गर्नुहुन्छ भने सो इच्छाले अझै पनि सहयोग गर्नु भने म उहाँलाई चाहिँ जतिखेर पनि उहाँको एकाउन्टमा हस्तान्तरण गरिदिनेछु र उहाँलाई आफै डाइरेक्ट सम्पर्क गरेर पनि रकम हस्तान्तरण गर्न सक्नुहुन्छ होइन। त्यसैले गर्दा अब यो अहिले चाहिँ मैले हस्तान्तरण गरिरहेको म आफै अहिले चाहिँ यो हस्तान्तरण कार्यक्रम अन्त गर्न चाहन्छु र उहाँको यो चाहिँ स्वास्थ्य लाभको पनि कामना गर्छु। धेरै धेरै हामीले गरेको सहयोगबाट उहाँलाई चाहिँ उहाँको स्वास्थ्य लाभ भएर उहाँ चाहिँ पहिले जस्तो हुनुहुन्थ्यो त्यस्तै भएर चाहिँ उहाँका साना साना बच्चाहरूलाई भविष्यको लागि फलोस् फुलोस् भन्नका लागि म चाहिँ नि हाम्रो चाहिँ भगवान्सँग पनि प्रार्थना गर्दछु।